एक्स टिकटकमा भाइरल भइरहेछ। कस्तो सेलिब्रिटीलाई नै छोडेछु जस्तो फिल भयो। नमस्कार साथीहरु, म किरण खड्का। आज भने म हजुरहरुको निमित्त केही कमेडी स्ट्याटसहरु लिएर आएको छु। सुनेर साथ दिनु होला र मन परे लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला। ल सुरु गरौँ। माया थिएन भने फोटोमा राम्रो छौ भनेर सातचोटी होइन हेर्ने किन बनायौ? म हतपत कसैको म्यासेजको रिप्लाई दिन्न, किनभने मलाई कसैले पनि म्यासेज गर्दैनन्। केटीहरूले 20 रुपैयाँको पानीपुरी खाएपछि चुप्प लाग्छन्, तर केटाहरूले 20 रुपैयाँको दारू खाए भने टोल हल्लाउँछन्। समझ रहे हो आप? समझ रहे हो? एक्स टिकटकमा भाइरल भइरहेछ। कस्तो सेलिब्रिटीलाई नै छोडेछु जस्तो फिल भयो। आज प्रपोज डे, आजदेखि लभ गर्ने निर्णय गरियो। केटा हो, सबैले आफ्नो आफ्नो गर्लफ्रेन्ड बचाएर राख। रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं, सुके। आधा जिन्दगी मोबाइल हेरेर जाने भयो अनि आधा चाहिँ अरूको गर्लफ्रेन्ड हेरेर। ओइ, तिम्रो टाउको फुटाएर हेरौँ न, तिम्रो भाग्यमा म छु कि छैन। अरे एक्साइटमेंट मतलब क्या? कहाँ बैठा हूँ, किससे बात कर रहा हूँ, क्या बात कर रहा हूँ, समझ में नहीं। कंट्रोल। अर्को महिनादेखि बचत गर्छु भन्न थालेको पनि 1 वर्ष भइसक्यो। कौन है ये लोग? कहाँ से आते हैं? हस्त साथीहरु, यति नै थिए मेरा कमेडी स्ट्याटसहरु, यानी केपी भाइन्स स्ट्याटस। आउँदो भिडियोहरुमा म यस्तै स्ट्याटसहरु अथवा कमेडी भिडियोहरु लिएर आउने छु हजुरहरुको मनोरञ्जनका निमित्त। त्यतिन्जेलसम्मलाई हेर्दै गर्नुहोला द केपी भाइन्स। थ्याङ्क यू, धन्यवाद। यदि मन परे लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नभन्नुहोला।